स्वागत छ आजको यस भिडियोमा। आजको यस भिडियोमा हामी कक्षा 10 को पाठ 1 उज्यालो यात्राको पूरा अभ्यास गराउने छौं। अन्तिमसम्म भिडियो हेरेर हामीलाई सपोर्ट गरिदिनु होला। हस् सुरु गरौँ। उज्यालो यात्रा पूरा अभ्यास सहित पाठ 1 शब्द भण्डार। 1 दिएको अर्थ आउने शब्द उज्यालो यात्रा कविताबाट खोजेर लेख्नुहोस्। क मनमा उत्पन्न हुने भाव वा विचार भावना। ख श्रीखण्ड घोटेर बनाइएको लेप चन्दन। गौरवले भरिएको सागौरव। आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम त्याग। सबैभन्दा उच्च वा अग्लो सर्वोच्च। 2 दिएको अनुच्छेदबाट 2 जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस्। गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। यो चौपाया हो। चौपाया वर्गभित्र पर्छ। मानवका लागि गाईको दुध निकै पोषिलो हुन्छ। शरीर स्वास्थ्य राख्न तागतिला कुरा खानुपर्छ। दुध र दुधजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन्। गाई पालनलाई व्यावसायिक रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ। अब यसमा रहेको 2 जोड पर्यायवाची शब्द आम्दानी, उपार्जन, जनावर, चौपाया हुन्। 3 दिएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्। शक्ति, शक्तिको तागत। प्रेमको माया। धरतीको धरणी। शिरको टाउको। कर्मको काम। सुन्दरको राम्रो। जिन्दगीको जीवन। महानको उच्च। हावाको वायु। आकाशको नभ। नयनको आँखा। 4 उज्यालो यात्रा कविताबाट खोजेर तल दिएको शब्दको विपरीतार्थी शब्द लेख्नुहोस्। नम्र, उच्च, दुखी, सुखी, अज्ञान, ज्ञान, सम्भव, असम्भव, आफ्नो, अरू, अन्याय, न्याय। 5 उदाहरणमा दिए जस्तै कुनै 5 जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्। उदाहरण धारिलो, भुत्ते, धेरै, थोरै। माथि, तल, उज्यालो, अँध्यारो, शिर, पाउ, जितको हार, न्यायको अन्याय, माथिको तल। अब आयो बोध र अभिव्यक्ति। बोध र अभिव्यक्ति। उदाहरणमा दिए जस्तै जोडी अनुप्रस्युक्त शब्द पाठबाट खोजेर लेख्नुहोस्। उदाहरण चन्दनको नन्दन। अब असम्भवको सब, सुखीको खुसी, सौरभको गौरव, भरीको छरी, मनोहरको सुन्दर, खातिरको शिर। दिएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्। जसका भावना हाँस्छन् मनमा रागिनी भरी, जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी। यस कवितांशका 4 पाउ छुट्याएर लेख्नुहोस्। जसका भावना हाँस्छन् मनमा रागिनी भरी, जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी। कवितांशका 4 पाउको 5औं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस्। भावना, रागिनी, जिन्दगी, चाँदनी। कवितांशका 4 पाउको 6औं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस्। भावना, रागिनी, जिन्दगी, चाँदनी। कवितांशका 4 पाउ 7औं वर्ण क्रमशः लेख्नुहोस्। हा, भ, बा, छ। दिएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्। जुटेका ज्ञानले जोप छन् पार्दै धरती मनोहर, उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर, समर्पित भएका छन् जो सदा न्याय खातिर संसारमा उठेका छन् तिनै विजयशीर। क धरतीलाई केले मनोहर बनाएको छ? ज्ञान र
कर्ममा जुटेका मानिसको सङ्घर्षले धरतीलाई मनोहर बनाएको छ। कर्म गर्नेको जिन्दगी कस्तो बन्छ? कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ र उनीहरूले कर्म गरेर समाज र देशलाई पनि बनाउँछन्। कवितांशमा कस्ता मानिसको शिर उँचो हुन्छ भनेको छ। कवितांशमा जो मानिस सधैँ न्याय खातिर समर्पित भएका हुन्छन् उनीहरूको शिर उँचो भनिएको छ। कवितांशबाट के सन्देश पाइन्छ? हाम्रो ज्ञान र कर्मले हाम्रो धरतीलाई सुन्दर बनाउनु पर्छ। सधैँ न्याय खातिर आवाज उठाउनु पर्छ। यसरी आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नुपर्छ। सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ। 5. तलका प्रश्नको उत्तर लेख्नुहोस्। क. उज्यालो यात्रा कविताको सुरुका 2 वटा श्लोकको आशय वर्णन गर्नुहोस्। जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई 100 पल्ट घोटिएर पवित्र चन्दनमा परिणत हुन्छन् त्यसरी नै हामीमा कर्म शक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौँ। हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ। संसारमा असम्भव केही छैन। सबै महान व्यक्तिहरू सङ्कल्पका कारणले महान बनेका हुन्। जीवन सार्थक पार्न के गर्नुपर्छ? जीवनको यात्रालाई उज्यालो बनाउन अर्थात् सार्थक पनि पार्न उच्च सङ्कल्प लिएर हामी कर्मशील बन्नुपर्छ। हामीले ईर्ष्या द्वेष त्यागेर प्रेमको सौरभ छान्नुपर्छ र उपकारी बन्नुपर्छ। हामी उदाहरणीय व्यक्तित्व बन्न सक्नुपर्छ। हाम्रो ज्ञानले धरतीलाई मनोहर बनाउनुपर्छ अनि हाम्रो कर्मले सुन्दर निर्माण गर्नुपर्छ। कर्म विध्वंसका लागि होइन, निर्माणका लागि हो। त्यसैले हामीले लोभ लालच मन मस्तिष्कबाट फ्याँकेर न्यायका खातिर सदैव समर्पित हुनुपर्छ। ग. कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन्? कवि रामप्रसाद गेवालीले उज्यालो यात्रा कवितामा नैतिक आदर्शको प्रस्तुति गरेका छन् र यस कवितामा कविले मूलतः कर्मशील बन्नुपर्ने धारणा अभिव्यक्त गर्दै उच्च सङ्कल्प लिनुपर्ने उल्लेख गरेका छन्। त्यस्तै ईर्ष्या द्वेष त्यागेर प्रेमको सौरभ छर्दै उपकारी बन्नुपर्ने बताएका छन्। लोभ लालच मन मस्तिष्कबाट फ्याँकेर न्यायको बाटोमा लाग्नु पर्ने कुरामा कविको जोड रहेको छ। यस प्रकार कविले प्रस्तुत कवितांशमा महान कर्मको आदर्श जीवन यसको कल्पना गर्दै चन्द्र सूर्य जस्तै उज्यालो छर्दै स्वावलम्बी बन्नुपर्ने उल्लेख गरेका छन्। ग. उज्यालो यात्रा कविताको मूल भाव के हो? उत्तर. कविताले मूलतः जीवनरूपी यात्रालाई उज्यालो पारी कसरी आदर्श र महान व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेका छन्। विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान कर्मको यात्रा गर्नुपर्छ भन्ने कविको धारणा कवितामा प्रस्तुत भएको छ। महान कर्मको आदर्श यात्रामा कहिले चलुला? उनीले भनेका छन्, चन्द्र सूर्य जस्तै आफै कहिले बसुला, आफ्नो पौरखले आफ्नो बाटो कहिले खनुला अनि सर्वोच्च कविता आफै कहिले बनुला भन्दै हामी अघि बढ्यौँ भन्ने उज्यालो भविष्यका साथ उज्यालो यात्रा तय गर्न सकिन्छ भन्ने भाव कविले कवितामा अभिव्यक्त गरेका छन्। त्यस्तै सत्कर्म र सत्य व्यवहारले जीवनको उज्यालो यात्रा तय भई महान र आदर्श बन्न सकिने भाव वा सन्देश समेत कवितामा
प्रस्तुत भएको छ। प्रश्न 10 कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तरण गर्नुहोस्। उत्तर कविताको दोस्रो श्लोक भयमा उच्च सङ्कल्प छैन केही असम्भव, सङ्कल्पैले बनेका हुन् महान मानिसहरू सब। व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तरण गर्दा उच्च सङ्कल्प भयमा केही असम्भव छैन, सब महान मानिसहरू सङ्कल्पैले बनेका हुन्। प्रश्न 11 भाव विस्तार क ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरभ, तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव। प्रस्तुत श्लोक उज्यालो यात्रा शीर्षकको कविताबाट साभार गरिएको हो। यस कविताका रचनाकार कवि रामप्रसाद गेवाली विक्रम सम्वत 2024 हुन्। गेवाली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन्। कविता, आख्यान, नाटक, समालोचना लगायत विधामा कलम चलाउने साहित्यकार गेवाली सरल भाषा शैलीमा प्रभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन्। घृणले भन्दा पनि माया प्रेमले संसार जित्न सक्ने र गौरवशाली बन्न सक्ने कुरा कविले माथिको श्लोकमा स्पष्ट पार्न प्रयास गरेका छन्। हाम्रो अरूको उन्नतिमा डाहन गर्ने प्रवृत्ति रहेको छ। सामान्य कुरामा पनि हामी इख लिने काम गर्छौँ। यस्तो बानीले एक आपसमा शत्रुता मात्र उत्पन्न गर्दछ। शत्रुता कसैका लागि पनि हितकार हुँदैन, तसर्थ हामी ईर्ष्या द्वेष त्यागेर सबैतिर सबैका लागि हामीले प्रेमको सुवास छर्नुपर्छ। प्रेमका माध्यम नै संसार जित्न सक्छ, सबैको प्रिय बन्न सकिन्छ। मानवबाट ईर्ष्या द्वेष हटाएर जसले प्रेमको सुवास छर्छन् त्यस्तो व्यक्तित्व वा मान्छे नै विश्वका निम्ति गौरव बन्छन् भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ। यस प्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकले मनमा रहेको डाह र इख हटाएर प्रेमको सुवास छर्ने व्यक्ति नै विश्वका लागि गौरव र प्रेरणाको स्रोत बन्न सक्ने भएकाले हामीले आजैबाट ईर्ष्या द्वेष त्यागेर सबैमा प्रेमपूर्ण व्यवहार गर्नुपर्छ भन्ने भाव सरस र प्रभावकारी भाषा शैलीका माध्यमबाट स्पष्ट पारेका छन्। ख उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ आदर्श नमुना मान्छे बन्छन् विश्वमा तिनै। प्रस्तुत श्लोक उज्यालो यात्रा शीर्षकको कविताबाट साभार गरिएको हो। यस कविताका रचनाकार कवि रामप्रसाद गेवाली विक्रम सम्वत 2024 हुन्। गेवाली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन्। कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार गेवाली सरल भाषा शैलीमा प्रभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन्। कर्मशील व्यक्ति नै आदर्श र नमुना बन्दछ भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ। कर्मले जिन्दगीलाई हासिलो र सुखी बनाउन सकिन्छ। हाम्रो कर्मले सुन्दर विश्वको सिर्जना र निर्माण गर्नुपर्छ। कर्म नै धर्म भन्ने कुरालाई हामी सबैले मनन गर्दै कर्मशील जीवन बनाउनु आवश्यक छ। महान र श्रेष्ठ कर्मको यात्रामा सधैँ लागिरहने
व्यक्ति विश्वका निम्ति आदर्श बन्छ। त्यस्तो व्यक्ति नै समाज राष्ट्रमा मात्र नभएर विश्वका लागि नमुना र अनुकरणीय मान्छे बन्दछ। तसर्थ हामीले विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान कर्म गर्नुपर्छ भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ। महान श्रेष्ठ कर्मको बाटोमा हिँड्यौँ भने विश्वका लागि आदर्श र नमुना मान्छे बन्न सक्छौँ भन्ने भाव सरल सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट अभिव्यक्त भएको छ। यसका साथै हामी कर्मशील बन्नुपर्छ अनि मात्र सबैका लागि अनुकरणीय बन्न सक्छौँ भन्ने सन्देश समेत दिएको छ। प्रश्न 12 कर्मशील बन्न कसरी सकिन्छ? उज्यालो यात्रा कविताका आधारमा लेख्नुहोस्। उत्तर रामप्रसाद गेवाली विक्रम सम्वत 2024 द्वारा रचित उज्यालो यात्रा शीर्षकको कविता नैतिक विषयवस्तुमा आधारित सन्देशमूलक कविता हो। अनुष्टुप छन्दमा संरचित प्रस्तुत कवितामा 12 श्लोक रहेका छन्। सरल र सरस भाषा शैलीको प्रयोग गरिएको यस कवितामा विभिन्न बिम्ब र दृष्टान्त यथोचित प्रयोग गरिएको छ। समग्रमा कविता सरल, बोधगम्य र प्रभावकारी बनेको छ। कविताले मूलत कर्मशील बनेर जीवन रूपी यात्रालाई उज्यालो पारी आदर्श र महान व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ। उज्यालो यात्रा कवितामा कर्मशील बन्न सबैलाई प्रेरित गरिएको छ। कर्मशील व्यक्ति नै महान र अनुकरणीय बन्ने भाव समेत कवितामा अभिव्यक्त गरिएको छ। जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौं पल्ट घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशील छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौँ भन्दै कवितामा निरन्तर मेहनत र परिश्रमले नै महान उपलब्धि हासिल गर्न सकिने कुरा बताइएको छ। त्यस्तै हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ। संसारमा असम्भव केही छैन। सबै महान मानिस व्यक्तिहरू सङ्कल्पैका कारणले महान बनेका हुन् भन्दै हामीलाई कर्मशील बन्न सकिने तरिका बताइएको छ। कर्मले जिन्दगी हासिल र सुखी बनाउन सकिन्छ। अरूसँग लिने भन्दा पनि अरूलाई दिने अर्थात् उपकारी खुसी रहन सक्छन्। मनबाट ईर्ष्या र द्वेष हटाएर प्रेमको मिठो बासना छर्ने मानिसहरू नै विश्वका निम्ति गौरव बन्छन्। प्रेमको सुवास छर्नेहरू नै कर्मशील पनि बन्न सक्छन्। हाम्रो कर्मले उच्च जीवनका पथ लिन सक्यो भने त्यसै पथमा अरू मानिसहरू पनि गौरव साथ हिँड्दछन्। हामीले प्राप्त गरेको ज्ञानले धरती मनोहर पार्न सक्नुपर्छ। हाम्रो कर्मले सुन्दर निर्माण गर्न सक्नुपर्छ। अन्यायका विरुद्ध खडा भई न्यायका खातिर सधैँ लड्नेहरू नै संसारमा विजयी बनेका छन्। मन र मस्तकमा लोभ लालच नहुने व्यक्तिले नै सधैँ त्यागका निम्ति अग्रसर हुन सक्छन् भन्दै कर्मशील बन्न अवलम्बन गर्नुपर्ने तरिका स्पष्ट पारिएको छ। यस प्रकार सरल सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट कवि गेवालीले प्रस्तुत कवितामा विश्वमा
आदर्श र नमुना बन्न लागि सधैँ नै महान कर्म गर्नु पर्छ भन्ने स्पष्ट पारेका छन्। यसका सधैँ कविले सूर्यचन्द्र जस्तै उज्यालो छरेर आदर्श यात्रामा अघि बढी आफ्नो पौरखले आफू हिँड्ने बाटो आफ्नैले खनेर हामी कर्मशील बन्न सक्ने कुरा समेत स्पष्ट पारेका छन्। प्रश्न 13। कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्? लेख्नुहोस्। उत्तर: कविले कविताको अन्तिम श्लोकमा आफू जीवनको उज्यालो यात्रामा हिँड्ने अनुमान गरेका छन्। यसका लागि उनी कर्मशील बन्ने अनुमान गरेका छन्। अरूको भारमा नपरेर आफू हिँड्ने बाटो आफ्नै मिहिनेतले बनाउने कविको अनुमान रहेको छ। यो कर्मशील प्रवृत्तिले कवि स्वयं सर्वोच्च कविता बन्ने र अरूलाई कवि बनाउने कुरा कविले कविताको अन्तिम श्लोकमा अनुमान गरेका छन्। प्रश्न 14। दिएको विषयमा साथीबीच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस्। क. परिश्रमको फल मिठो हुन्छ। ख. मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो। यो हजुरले आफै गर्नुहोला साथीहरूसँग छलफल गरेर। अब प्रश्न 15। दिएका अनुच्छेदबाट अनुच्छेद पढ्नुहोस् र सोधिएको प्रश्नको उत्तर लेख्नुहोस्। क. प्रश्नहरू: अ. गुरुकुल भनेको के हो? गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो। आ. गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो? उत्तर: गुरुकुलमा सैद्धान्तिक भन्दा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो। मल्लियो के। यी गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो? गुरुकुलमा निश्चित समय तालिका नहुने तथा गुरु र शिष्य प्राय सँगसँगै हुनाले जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो। यी गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे? गुरुकुलमा नीति व्यवहार र उसको व्यावसायिक कौशलको केही कठिन परीक्षा लिन्थ्यो। त्यो परीक्षा पूरा गर्न सकेमा गुरुकुलमा शिष्य दीक्षित हुन्थे। भाषिक संरचना र वर्णविन्यास: दिएका अनुच्छेदबाट रेखाङ्कित शब्दको पदवर्ग पहिचान गरी छलफल गर्नुहोस्। शब्द यता लेखिएको छ र पदवर्ग यता लेखिएको छ। असलको पदवर्ग विशेषण, उनीको पदवर्ग सर्वनाम, पढ्दै छनको पदवर्ग क्रियापद, सधैँको पदवर्ग विशेषण, पूर्वकको पदवर्ग नामयोगी, सबेरैको पदवर्ग क्रियायोगी, आफूको पदवर्ग सर्वनाम, दिएको पदवर्ग विशेषण। अझै यस्तै खालका अभ्यासका भिडियो हेर्नको लागि हाम्रो च्यानल नेप शिक्षालाई सब्स्क्राइब गर्नुहोला र हाम्रो यस भिडियोलाई लाइक सेयर गर्नुहोला। अझै यस्तै शैक्षिक भिडियो ल्याउनलाई हामीलाई यस्तै सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।